हेलो साथीहरू नमस्ते। आज चाहिँ हामी हाइक गर्न गइरहेको छौँ र आज हाम्रो डेस्टिनेसन चाहिँ तारेभिर हो। हामी तारेभिरबाट चाहिँ हामी फेरि जगडोल जानेछौँ। हामीले वेदर हेर्दा चाहिँ पानी पर्छ भनेको थियो अनि पानी पनि परिरहेको थियो बिहान चाहिँ। त्यही पनि हामीले प्लान बनाइसकेको भएर चाहिँ हामी आफ्नो घरबाट निस्क्यौँ अनि हामी माछापोखरीमा भेला भयौँ। माछापोखरीमा भेला भइसकेपछि चाहिँ हामी गोकर्णेश्वर भन्ने गाडी चढ्यौँ अनि त्यहाँबाट हामी जोरपाटी हुँदै तारेभिरसम्म पुग्यौँ अनि हामी फेरि तारेभिरबाट जगडोलसम्म हाम्रो यात्रा सुरु भयो। गोकर्णेश्वर महादेव स्थान है। अनि यहाँबाट झरेर हामी चाहिँ अब टुकटुक लिन्छौँ। यहाँ र यहाँ हुन्छ तर हामी यो बाटो जान्छौँ। हरियाली वातावरण र साथीहरू भाइसँग हामी एकअर्कासँग ठट्टा गर्दै जिस्किँदै रमाइलो गर्दै र कुराहरू गर्दै हामी अगाडि बढ्छौँ र उकालो हामी चढ्छौँ। हामी चाहिँ यसरी आउँदैछौँ होइन ट्रेकिङ त्यस्तो तर बवाल छ है। यसो ओर्थित छ। द भ्युज आर भेरी वेल। यति राम्रो छ भ्युजहरू पनि राम्रो भ्यू देखिन्छ यहाँ चाहिँ। डल्लोलाई अब अल्को दानै लिँदै र बवाल भ्यू छ है। यस्तो वातावरण सहित चाहिँ हामी के भन्छ अब हाम्रो हाइकिङ ट्रायल सुरु हुँदैछौँ। यस्तो पोज देऊ न त फर्केर के हो गाई जबामा प्लिज यार एकचोटि भर्न तल बराबर म आउँछु। ओइ बराबरमा जाऊ न बराबर। भिडियो दिगाने थियो। सपना है। सपना चोर है सपना चोर। कसैले नभन्नु। साउन भजान तर मलाई यस्तो भक्छ जुनी भन्नु। तपाईहरुले भन्नु को राम्रो छ सपना राम्रो छ कि म राम्रो छ उसको मन राख्दिनु भयो पनि उसलाई राम्रो छ भन्दिनु है। गाउँघरमा यस्तो काम हुन्छ है। हो तपाईँहरू कतिको याद गर्नुहुन्छ जब हामी साथीभाइसँग हुन्छौँ नि त्यति बेला हाम्रो मुखमा चाहिँ मुखमा मुस्कान रहिरहन्छ र हाम्रो सबै दुःख पीडाहरू चाहिँ हामी साथीहरूसँग गफ गर्दै हाँस्दै हामी बिर्सिन्छौँ। यही नै हो साथीहरूसँग हिँड्नुको मजा। ल यसरी हिँड्दैछौँ हामी माथि सुन्दाखानीबाट हामी माथि हिँड्दैछौँ। सुन्दाखानी परमा त्यो डाँडामा जान्छौँ हामी यहाँबाट यसरी हिँड्छौँ। थकै लागेको अवस्थामा यहाँ चाहिँ पोज दिएर बसेको छ। ल हेर्नुहोस् त स्वर्ग जस्तो छैन त कति राम्रो है। ब्याग बोकिदिएको है यो मिलिनाले मक्खै पारिदिएर राम्रो स्वाद भनेर हामी यहाँसम्म आइपुगिसक्यौँ है। हाम्रो ब्याक फ्रम तारेभिर। तारेभिरको सिन चाहिँ राखिनँ मैले। तारेभिरको सिन चाहिँ राम्रो आएको छैन है त्यही भएर। बस्ने खुला आकाशको तल प्रकृतिसँग आकाशको मुनि लामो समयपछिको हिँडाइ र थकाइदिएपछि चाहिँ हामी अर्ग्यानिक खाजा खाँदैछौँ है। हामी कति खुसी भएको है।
यहाँ म दौडिरहेको देख्नुभयो नि किन थाहा छ तपाईँहरूलाई म चाहिँ फेरि त्यो भिडियो सबैलाई लाइनमा राखेर बनाउनको लागि म ब्याक गइरहेको थिएँ त्यो मोमेन्ट क्याप्चर भएको रहेछ सो दिस इज द स्ट्रगल अफ मेकिङ भिडियो गाइज हामीले जे जति कागजहरू लिएका थियौँ जे जति प्लास्टिक बोतलहरू लिएका थियौँ हामीले एउटा पनि छोडेनौँ र हामीले चाहिँ हामी सँगसँगै लिएर डस्टबिन कहाँ छ भनेर खोज्दै हामीले चाहिँ हामीसँगै लिएर हिँडिरहेका थियौँ मेन चाहिँ क्यारी गर्ने भाइ चाहिँ दानियल हो यदि तपाईँहरू पनि काहीँ हाइकिङहरू जाँदै हुनुहुन्छ प्लास्टिकको सामानहरू लिएर जाँदै हुनुहुन्छ पेपरहरू लिएर जाँदै हुनुहुन्छ भने प्लिज कतै पनि नफाल्नु होला हामीले जसरी लिएका थियौँ त्यसरी नै फिर्ता गरेर लिएर आउनु होला एउटा भनाइ छ नि एक थुकी सुकी 100 थुकी नदी भन्छ नि हो त्यसै गरी हामीले एकजनाले फोहोर फाल्यो भने अर्कोले पनि फोहोर फाल्दै जान्छ र हाम्रो वातावरणहरू फोहोर हुन्छ यो कुरा चाहिँ हामीमा भर पर्छ हामीले वातावरण सफा राख्ने कि फोहोर गर्ने भनेर त्यसैले नेचरसँग रमाउनु सँगसँगै वातावरणलाई पनि जोगाउनुहोस् हामी जगडोबाट घर फर्केको थियौँ अनि ठुलो पानी पर्यो अनि हामी पानीसँग रमायौँ हामी एकछिन फेरि खाजा खान बस्यो बौद्धमा अनि हामी आफ्नो घर फर्क्यौँ थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन नेक्स्ट ब्लग स्टे ट्युन गाइज